जोसँग तल ब्यागहरु रहेको छ so त्यो टिम मेम्बरले ब्याग टाई अप गर्छ and the other player who is up in the tower has to pull that bag up अब 50 वटा बोरा एकजनालाई तान्न अलि गाह्रो होला so another player also can join it same way 50 वटा ब्याग माथि त्यो टावरको टपमा त्यो टावरको प्लेटफर्ममा पुगिसकेपछि then your time stop remember this is a time task जुन टिमले सबैभन्दा कम समयमा यो टास्क सकाउँछ that team will be the winner interesting right अब हेर्नु 50 वटा ब्याग त माथि गयो विनर हुन्छ तर पछि त फेरि जित्नु अब पर्छ त्यो 50 वटा ब्याग तपाईहरुले एउटा ब्यागमा जुन नम्बर लेखेको छ त्यति मात्राको आलु हुनु पर्यो यदि तपाईहरुको काउन्टिङ मिस्टेक भयो 10 नम्बर लेखेको छ ब्यागमा त्यहाँ 11 वटा आलु भयो भने त्यही तपाईहरुको काउन्टिङ स्टप हुन्छ किन गरिएको जति तपाईको आलु तपाईहरुले माथि